आइरहेको के पछाडि हाम्रो अल्विक सर चाहिँ वाह क्या सीन है, वाह क्या सीन है। अल्विक सर चाहिँ छुट्टै वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म मेरो मास्टर्सको साथीहरूसँग गोदावरीमा ड्राई पिकनिक मनाउन आएको छु। अनि हाम्रो चाहिँ एक्चुअलमा 7 जनाको प्लान थियो, तर 5 जना मात्रै भयौँ एट द एन्ड। एन्ड सिज प्रकृति सक्सेस भयो। से हाई प्रकृति। हेलो। अनि यता चाहिँ अल्विक, अनि यता चाहिँ डेनियल, अनि यता चाहिँ देशा। म अल्विक हो। थाहा छ भयो। कस्तो कत्रो अग्लो हो तिमीहरू? अग्लो छ नि त मेन हामी दुईजना चाहिँ सानो छु। त्यो क्यामेरा उइसकै हो? आइफोनको हो। गुडिया पाउन गाह्रो छ। तिमीहरू मलाई बचाएर राख है, आम भेरी रियल गाइज। ब्यागमा हालेर लास्टमा मन भरे निस्किने बेला त छैन रे क्या। तिमीहरू 4 जना मात्रै गर्दै रुँदै फर्किरहेको रे। त्यो बेड खाली सबको तर्ना यहाँ गोदावरीमा। ओहो कस्तो बिर चला यार त्यो मान्छेलाई। दिँदैन होला फेरि सुटिङ चलिरहेछ भने ल जाउँ न त। हामी पनि भरे लास्टमा फिल्ममा आइरहेको के पछाडि ठ्याक्कै यो रोल चाहिँ चाहिएको थियो भनेर। जोगमुनी एस्थेटिक हो। फ्रम जोगमुनी वाला त एस्थेटिक। सैठमा ढुङ्गाले चेप्नु पर्छ। ढुङ्गाले चेप्नु नि। हामीहरू रेडी हुँदैछौँ गाइज। रेडी बसिसक्यौँ हामीहरू। सबको ब्याग भरिएको छ है, सबको ब्याग। तिमी र उसले पचास भनेर पो त म त खाँदिनँ नि। कस्तो चाहिँ खान्न? स्मारिका we miss you. गेट वेल सुन चटपटे भएन। सबै खानेकुरा चाहिँ चटपटे भएन। कस्तो मिस भयो चटपटे। 32 वटा भगवान सबैलाई चढाइदिएको चाहिँ सम्पूर्ण देवी देवता माफ गरिदिनु, भुलको झुकझुक भयो। यो आलु तिमीहरू धेरै खाँदैनौ नि आलु त? म हाल्दिउँ न। स्याज हालेर धनिया सन्या चटपटे गर्नु कति मजा आउँछ कार्टुनले। अहिले चाहिँ हामी सेटल भइसक्यौँ ठाउँ पाएर। अनि नेक्स्ट टाइम स्मारिका अहिले चाहिँ हामी एकदम मिठो मिठो खानेकुरा खाइरहेछौँ। चिकन पकौडा, सोजु, ब्राउनी। यो चाहिँ मेरो साथी रबिनले ल्याइदिएको। अनि अचार, चिकन, छोइला, आलु, भुजा। अनि त्यहाँ पनि भिडियो भइरहेछ। अनि स्पट चाहिँ यो हो। भोलि यही प्यान्ट लगाएर कलेज आउने हो क्या। बोल सन्डे बालेले राम्रो गरेको है। कस्तो मजा। पोर्कको मासु किन सक्छ मिठो होला? पोर्क भनेको जहिले पनि लेयर्ड मिट हुन्छ क्या। 3 पिस वाला है। त्यसमा चाहिँ पर्फेक्ट अमाउन्ट अफ फ्याट, पर्फेक्ट अमाउन्ट अफ स्किन, पर्फेक्ट अमाउन्ट अफ मिट। वाउ इंग्लिश नाइस अंग्रेजी। साथी मैले चाहिँ यो मेरो इन्जोय गर्छु नि। भेजिटेरियन फ्याट ब्लेन्ड हुन्छ क्या। यो कस्तो हुन्छ एक्स्ट्रा अर्डिनरी टेस्ट आउँछ क्या। फ्याट ब्लेन्ड हुन्छ हैन। पूजामा हाल्छु टक्क त्यो मासु परिसारेछ त्यो मिटको हैन, स्किनको च्युइनेस आउँछ। त्यो 3 in 1 हुन्छ क्या। पर्फेक्ट मिट भनेको पोर्क हो। यो तिमीले खसी, रागा हैन, हरिण यो त्योमा भेट्दैनौ। पोर्कमा मात्र भेट्छ। म पनि बब्बर खान्छ थाहा छ मलाई।
तिमीलाई माया गर्छु अरू कुनै थाहा छैन नबोलेको थिएन क्या उसलाई अझै लामो मजा लाग्छ मैले हानेको त्यस्तो चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै चाहन्छु म तिमीलाई नै हाँसी हाँसी तिमी आऊ पूर्णिमाको जुन चाहन्छु म तिमीलाई नै चाहन्छु म अघि दुईजना चाहिँ त्यहाँनिर हेरौँ दारू लगाम सबजना अभिक राजको लाली पोतेर आयो राजको लाली पोतेर केटीको पार्ट हो रे खानुमै व्यस्त छ तिम्रो मनैमा सिउरिए मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए मलाई साथी सुटुकै म त लाजैले निउरिए म त लाजैले निउरिए जे गरे नि राम्रै लाग्छ तिमीलाई मन पराइसके नि राम्रै लाग्छ तिमीलाई मन पराइसके सातरङ्गी इन्द्रेणीमा चौरन मिसाउकी तिमीलाई बारीमा यो जुनी बिसाउकी मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए मेरो मनैको फुल टिपी तिम्रो मनैमा सिउरिए राख मलाई मरेर अघि बिसाउँदै पिराती मिसाउँदै जाउला नयाँ जिन्दगी बिसाउँदै परमा सँगैका सम्खाउला एउटै बानी बस्नु तिमी जान्थेला आउला परमा सँगैका सम्खाउला जग जाने दिल को मेरे इश्का इसका इसका जग क्या जाने दिल को मेरे इश्का इश्का मुझे क्या परवाह इस दुनिया की Oh, who's this boy? Your body,
बिफोर हिँड्दाखेरि मेकअप गरेर कस्तो भएको थियो फेस Where am I? यु आर हियर अरे वान फोटोग्राफर खाने बेलामा जहिले भिडियो खिच्छ बात हाम्रो अल्विक सर चाहिँ छुट्टै स्वेगमा सक्यो होला आजको पिकनिक अब यो ऱ्यापिङ अप दिस इज द एन्ड अफ आवर ड्राई पिकनिक सबै साथीहरू मैले चाहिँ लुगा लगाउँछु ल र चाहिँ हामी चाहिँ देश हामीले गोदावरीमा छौँ अब हामी जान आएको है सायद तिमीलाई थाहा छैन होला उड्दा बेटी उड्दा गाइज हामीहरू चाहिँ अब फर्किँदैछौँ घर होइन धेरै रमाइलो भयो मैले चाहिँ एउटा यो ब्याग बोकेर हिँडेको छु मैले पनि यही मेरो ब्यागी ब्यागमा साह्रै रमाइलो भयो होइन यो चाहिँ के भन्न आँटेको थिएँ बिर्सेँ तर मैले म खासै भ्लग चाहिँ बनाउँदिनँ तर मलाई रमाइलो लागेको भ्लग बनाउनको लागि किनभने यो रचनाको च्यानल हो सो सब्सक्राइब गरिदिनु होला उसको च्यानलमा भोलि उसले यो भिडियो हेरेर हाँसेर मर्छ होला तर हु केयर्स रमाइलो हुन्छ उसलाई नै कताबाट जानु ए यस्तो राम्रो छ होइन यो चाहिँ गोदावरी हो है हेर्नुहोस् यसरी सक्नुहुन्छ हेर्नको यिनीहरू मेरो भ्लगिङमाथि शङ्का गर्छन् तर म खतरा भ्लग गर्ने मान्छेमा पर्छु म एकदम राम्रो छु यस्तो कुराको लागि हेर्नुहोस् यिनीहरूलाई मैले यसरी पनि एङ्गल पर जाउँ साथी हामीहरू चाहिँ अब बाटोबाट बाहिर मतलब गेटबाट बाहिर निस्किन आँटिसक्यौँ होइन ल हेर्नु यहाँ डोरेमनहरू छन् पछाडि डल छ उसलाई चाहिँ हामीले सकुशल बाहिर ल्याउन सफल भएका छौँ नत्र भने उहाँ छुट्टिनुहुन्थ्यो उता चाहिँ हेर्नु फोहोर व्यवस्थापन गरेको यिनीहरूले पनि हाम्रो पनि फोहोर फोन गरौँ उहाँको चाहिँ दाई आउनुभएको छ सो उहाँको दाईलाई भेट्नुहुन्छ उहाँ नो निड टु से उसको चाहिँ अब दाई पनि आउनुभएको छ होइन उसको मोबाइल मैले आज झ्याप हानिदिएको छु खोइ कहाँ गयो यिनीहरू दुइटा एकदम आफूलाई दुइटा ब्याग बोकेकोले कस्तो सोचिरहेको छु यति राम्रो आएको कि म साँच्चै राम्रो छु पनि थाहा छैन ओ माई गड म रुँदिनँ साथी म रुवाउने काम गर्छु उहाँ चाहिँ एकदम विश्वको परिचित आफूले एकदम धेरै राम्रो सोच्छ